हेलो अनि नमस्ते साथीहरू। आज हामीहरू चाहिँ क्रोएसियाको चिसो मौसममा चाहिँ हाम्रो साथीको आँखाको लागि चाहिँ हस्पिटल गएर आउँदैछौँ। हाम्रो राई दाई इन्टरभ्यूवाला भाइरल दाई है, यो राई माइलाको इन्टरभ्यूमा भाइरल हुनुभएको थियो। दाईहरूसँग छौँ आज हामी तिनवटा छौँ। अनि उसको चाहिँ अस्ति भयो 10-12 दिन जति भएको थियो, आँखामा चाहिँ सानो परेको कारणले बिजाइरहेको थियो। अनि चेक गराउँ न भनेर आज 3 भाइ यो क्रोएसियाको चिसो मौसममा चाहिँ पहिला फ्यामिली डक्टर भेट्यौँ, त्यस पछाडि चाहिँ हस्पिटल रिफर गरिदियो। त्यहाँ गएर त्यो सानो उझिक्यो, फेरि फ्यामिली डक्टरकोमा पुऱ्याइदिएको छ, त्यहीँ त जाँदैछौँ। अनि रमाइलो छ, मौसम एकदमै चिसो छ। राई दाइ तपाईँ त भाइरल मान्छे, केही भनिदिनुहोस् न 2-4 धन्यवाद सर। हामी अब यति चिसोमा पनि भाइको लागि हामी हिँडिरहेका छौँ, हस्पिटल गयौँ। जे होस् भाइको स्वास्थ्यमा लाभ होस्, स्वास्थ्य राम्रो होस्, यही नै हाम्रो कामना छ। हाम्रो चिसो भन्ने छँदैछ, स्वास्थ्य सुधारको कामना। अनि अघि चाहिँ लोकेसन हेर्दै आएको, लोकेसनले घुमाइदियो। अहिले फेरि लोकेसन हेर भनेको, एउटा आँखाले बाटो हेर्नु कि लोकेसन हेर्नु भनेर लोकेसन पनि हेरिरहेको छैन अहिले चाहिँ। लोकेसन चाहिँ अब हाम्रो एकदमै पर्ने हो। एकदमै रमाइलो भयो जोस्। अनि जोस् अहिले के छ, आँखामा सुधार छ, त्यस्तो बिजाउने गर्ने अहिले चाहिँ छैन होला, किनकि सानो आँखाले पनि देख्न नसक्ने। हामीले रुममा चाहिँ एकदमै हेरेका थियौँ चाहिँ त्यो केही पनि देखेन। यहाँ चाहिँ त्यो स्कोपले चाहिँ हेर्दाखेरि भेटेको थियो। जस आँखाबाट सानो केही छेसको निकाल्यो डक्टरले, अनि त्यो मैले पनि देखेँ प्रत्यक्ष। अनि जस भाइको आँखा अब पक्कै पनि राम्रो हुन्छ अहिले। अनि यो चाहिँ युरोपको फर्स्ट भ्लग हो। यदि तपाईँहरूले मेरो युट्युब च्यानल सब्सक्राइब गर्नुभएको छैन भने पनि सब्सक्राइब गरिदिनु होला। कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट गरिदिनु होला। अनि अब चाहिँ म युरोपको भिडियोहरू चाहिँ कन्टिन्यू लिएर आउने प्रयत्न गर्नेछु। तपाईँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद। हाम्रो सबै सरको जुन ब्लग चाहिँ आइडी छ, उहाँलाई चाहिँ उहाँको लागि चाहिँ के भन्छ फलोअप, सब्सक्राइब अनि त्यस्तै कमेन्ट विभिन्न। अनि हाम्रो राई दाइलाई चाहिँ भाइरल गराउनु चाहिँ नबिर्सिनु होला। विशेष गरेर मलाई यहाँ हेरिराख्नु होला। यो चाहिँ राई माइलो है चाहिँ तपाईँहरूले चाहिँ भाइरल बनाउन नबिर्सिनु होला। धेरै धेरै धन्यवाद। नमस्ते।